नमस्ते, मेरो नाम अर्जुन बोहरा। मेरो घर चाहिँ नेपालको जिल्ला जाजरकोट, बरेकोट गाउँपालिका वार्ड नम्बर 3 पछ्यौरी हो। म चाहिँ अहिले हाल इन्डियामा छु। उपचारको क्रममा आएको हामी चाहिँ। मेरो फ्यामिलीहरू पनि यतै छ। कमाउँदै उपचार गर्दै गरेको अहिले लगभग 2-3 वर्ष जति भयो। राम्रै चलिरहेको थियो, औषधिले काम राम्रै गरिरहेको थियो। अहिले आएर मलाई चाहिँ एकदमै गाह्रो भयो, अप्ठ्यारो भयो। परदेशको ठाउँमा अहिले मेरो फ्यामिलीमा अहिले कमाउने कोही छैन। मेरो फ्यामिलीको आर्थिक अवस्था पनि एकदमै कमजोर छ। त्यही भएर मलाई एकदमै अप्ठ्यारो परिरहेको छ। मेरो चाहिँ मुटु रोग हो। रोगको चाहिँ मेरो 2टा यो भल्भ चाहिँ चेन्ज गर्नुपर्ने भएकोले अपरेसन गर्नुपर्छ अरे। अपरेसन गर्नको लागि मसँग पैसा छैन। अपरेसनको लागि 12-13 लाख रुपियाँ नेपाली लाग्ने भनेको छ। 12-13 लाख भनेको सानो रकम होइन, हाम्रो लागि धेरै ठुलो रकम हो। त्यत्रो रकम मैले जुटाउन सक्दिनँ। त्यही भएर कहीँ कतै हजुरहरूको सानो सहयोगले मेरो जीवन बाँच्छ कि भन्ने एकदमै आशा गरेको छु। प्लिज मलाई बचाइदिनुहोस् सबैजनाले। हजुरहरूको सानो सहयोगले मेरो ज्यान बच्नेछ। मेरो छोराछोरी टुहुरो हुनबाट बच्नेछन्। मेरो बुढीको सिउँदो पुछिनाबाट जोगिनेछ। प्लिज सबैजनाले मलाई बचाइदिनु पर्यो। मलाई चाहिँ अर्काको ठाउँमा एकदमै गाह्रो भयो। म पनि उता अहिले सिमलाको आइजिएमसी हस्पिटलमा मेरो उपचार भइरहेको थियो। आइजिएमसीले मलाई रिफर गरिदिएको छ चण्डीगढ जा भनेर। चण्डीगढ अब पैसा नभइकन चण्डीगढ गएर पनि त्यत्तिकै नहुने भएकोले त्यही भएर म आज रुममै ठन्डिएको लगभग 4-5 दिन भयो। म माथिदेखि आएको 4-5 दिन भयो। आइजिएमसीले मलाई पठाइदिइसकेको छ माथिदेखि, यहाँ हुन्न भनेर। त्यही भएर म चण्डीगढ जान सकेको छैन। मेरो चाहिँ अपरेसन चण्डीगढको पिजिआई हस्पिटलमा रिफर गरिएको छ। त्यहाँ जानको लागि मसँग पैसा छैन। त्यही भएर अपरेसनको लागि पैसा चाहिन्छ। पैसा मसँग छैन। प्लिज मलाई बचाउनुहोस्। हजुरहरूको सानो सहयोगले गर्दा मेरो ज्यान बच्छ कि भन्ने एकदमै आशा गरेको छु। हजुरहरू निस्वार्थी पनि हुनुहुन्न, मलाई थाहा छ। हजुरहरूले धेरैको ज्यान बचाउनु भएको छ। त्यसै गरी प्लिज मेरो ज्यान पनि बचाइदिनुहोस्। म केही गर्न चाहन्छु, म मर्न चाहन्न। प्लिज सबैजनाले बचाइदिनुहोस् मलाई। म मर्न चाहन्न। मेरो किनकि अहिले अब नेपाल जाउँ गयो, नेपाल जान पनि सक्दिनँ म यत्तिकै। डक्टरले यताउता जानलाई बिल्कुलै हिँडडुल गर्न मना गरेको छ। म जान पनि सक्दिनँ, बोल्न पनि सक्दैन थिएँ। 12-14 दिनको ट्रिटमेन्ट पछि, मेडिसिनको पछि अहिले चाहिँ बोल्न सक्ने भएको छु। नत्र भने पहिला त मेरो एकदमै सास बुझेर एकदमै हैरान पनि हुन्थ्यो मलाई बोल्नको लागि। मरेको मान्छे फेरि एकपल्ट बाँचेको छु। एकपल्ट बाँचेर धेरै समस्या लिएर बाँचेँ फेरि। त्यति नै बेला मर्दिएको भए पनि हुन्थ्यो भन्ने एउटा कति बेला हुन्छ। तर नै म मर्न सक्दिनँ भन्ने पनि एउटा हुन्छ कि मेरो बच्चाहरू छन्, मैले बच्चाहरूको लागि केही गर्नुपर्छ। भोलि बिहान मेरो बच्चाहरू नत्र टुहुरो हुनेछन्। त्यो सबैजनाले सहयोग गर्नु पर्यो। सक्दो सहयोग गरेर मलाई बचाउनुहोस्। मलाई चाहिँ एकदमै गाह्रो भयो यो ठाउँमा, अर्काको देशमा अहिले आएर यस्तो हुन्छ भन्ने मैले सपनामा पनि सोचेको थिइनँ। त्यही भएर प्लिज सबैजनाले मलाई बचाउनुहोस्। धेरै बोल्न नि सक्दिनँ म। फेरि गलामा फेरि समस्या भयो भने भोलि बिहान फेरि कहीँ जानुपर्छ। म फेरि त्यहाँ जानलाई फेरि मसँग पर्याप्त जति थियो त्यो पैसा माथि नै सकियो। यता सकिएर मैले सोचेको थिएँ केही हुन्छ कि भन्ने सोचेको, तर यहाँ नहुने भयो, रिफर गरिदियो। अब मलाई यहीँ जानको लागि पनि पैसा छैन मसँग। प्लिज सबैजनाले बचाउनुहोस्। सबै आफन्त, हाम्रो नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू सबैले आफ्नो सके जति सहयोग गरिदिनुहोस्, सक्ने सहयोग गरिदिनुहोस्। हजुरहरूको सानो सानो सहयोगले भोलि बिहान मेरो ज्यान बाँच्नेछ। म जिउँदो हुनेछु। मेरो छोराछोरी टुहुरो हुनबाट बच्नेछन्। प्लिज सबैजनाले सहयोग गरिदिनुहोस्। मलाई एकदमै अप्ठ्यारो पर्यो। धेरै भन्नु पनि बोल्न नि सक्दिनँ, फेरि गाह्रो भइहाल्छ। त्यो आज एकदमै के भनौँ, सबैजनाले बचाइदिनुहोस् यही भन्न चाहन्छु।